प्रतीक्षाको फल त मिठो हुन्छ भन्छ ब्रो। माछा पर्ने हो कि होइन, तैपनि हाम्रो प्रतीक्षा चाहिँ जारी छ। 낚싯대가 혹시 하시다 끊어지거나 고장날 거면 3개는 넣어놨어요. 네, 2대 값만 받긴 할 거예요. युट्युबै हेर्नुपर्ने अवस्थामा आउने हो त हामी। युट्युबै हेर्नुपर्ने हो यार। यसो गर्दा के हुन्छ? त्यही हो गर्ने नि। सिधै अब सूर्य हल्का यस्तो हुत्याएर फाल्दैन हुन्छ। यहाँ अहिले सानो माछा परेको छ। त्यो सानो माछा हेरौँ है त। एक्सपेक्टेसन भर्सेस रियालिटी भने जस्तै होइन। कत्रो माछाको आश गरेर आएको, यत्रो सानो परेर हाम्रो बेइज्जत भयो। हेलो बेबी, माथि वासङ बेबी भन्नुपर्ने भयो नि यो माछालाई त ब्रोहरू। निरपा ब्रो, त्यो दाना खाँदा हाँसलाई पनि हुक लाग्छ होइन? हाँस परे हुन्थ्यो यार।